केपी ओली नेतृत्वको सरकार जसले एउटा यो प्रोजेक्टलाई ठुलो महत्त्व दिएर 10 महिनामा सम्पन्न गर्छु भनेको थियो। धन्यवाद दिन चाहन्छु म। र यदि उहाँले समय सीमा नतोकेको भए 10 महिना नतोकेको भए मलाई लाग्छ आज 15, 16, 18 महिना कति भयो हैन, महिनौ वर्ष लाग्ने थियो। नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु। ट्यु ग्राउन्डबाट प्रत्यक्ष रूपमा जोडिएको छु। उद्घाटन समारोह ट्यु ग्राउन्डमा निकै भव्य भइराखेको हामी देख्न सक्छौँ भने ट्यु ग्राउन्डमा अहिले 6वटै फ्लडलाइट बलेको छ। 6वटै फ्लडलाइटमा यो कार्यक्रम सञ्चालन भइराख्दाखेरि भोलिदेखि हुने एनपिएल निकै भव्य निकै सभ्य हुने हामी अनुमान गर्न सक्छौँ। निकै शानदार दृश्य हामी तपाईँलाई यो देखाइराखेका छौँ। दर्शक तपाईँले देखिराख्नु भएको यो ट्यु क्रिकेट ग्राउन्डको यो दृश्य हामी तपाईँलाई देखाइराखेका छौँ। निकै उत्कृष्ट निकै शानदार सेकेन्ड सिजनको एनपिएल निकै भव्य निकै सभ्य हुने हामी अनुमान गर्न सक्छौँ। तपाईँले देखिराख्नु भएको यो ट्यु क्रिकेट ग्राउन्ड पहिलो पटक सेकेन्ड सिजनको एनपिएल यो नयाँ बनेको फ्लडलाइट नयाँ बनेको प्याराफिटमा भव्य हुने हामी अनुमान गर्न सक्छौँ भने भोलिदेखि यहाँ सुरु हुने सेकेन्ड सिजनको एनपिएलको लागि यहाँ एकदमै उत्कृष्ट तयारी भएको हामी देख्न सक्छौँ। यहाँ लगभग यो ट्यु ग्राउन्डमा 13,000 क्षमताको यो कुर्सीको यो क्षमता रहेको छ भने यहाँ 3,000 लगभग यो नयाँ कुर्सी चाहिँ 10,000 जति जडान भएको छ भने यहाँ स्पेसल पाहुना गेस्टको लागि भनेर 3,000 गरी लगभग 13,000 जति कुर्सीहरू जडान भएको छ र हामी देख्न सक्छौँ। दर्शक तपाईँले देखिराख्नु भएको यो ट्यु ग्राउन्डको दृश्य हामी तपाईँलाई देखाइराखेका छौँ। यो उद्घाटन समारोह सेकेन्ड सिजनको एनपिएल निकै भव्य उत्कृष्ट हुने हामी देख्न सक्छौँ भने नेपालमा पहिलो पटक यो फ्लडलाइट नयाँ बनेको प्याराफिटमा पहिलो पटक गेम हुँदैछ र पहिलो सिजनको एनपिएल भन्दा सेकेन्ड सिजनको एनपिएल निकै उत्कृष्ट निकै भव्य हुने हामी अनुमान गर्न सक्छौँ। यो भिआइपी ब्लक माथिको यो दृश्य तपाईँलाई देखाइराखेको छु। यहाँबाट ट्यु ग्राउन्ड निकै उत्कृष्ट निकै भव्य निकै शानदार देखिन्छ। तपाईँले देख्न सक्नुहुन्छ यो ट्यु ग्राउन्ड नयाँ बनेको फ्लडलाइट नयाँ बनेको प्याराफिट र नयाँ बनेको यो कुर्सी निकै उत्कृष्ट हामी देख्न सक्छौँ। दर्शक तपाईँले देखिराख्नु भएको यो दृश्य मलाई देख्दाखेरि यो अनौठो लागिराखेको छ किनभने म यहाँ सुरुवातदेखि यो निर्माण कार्यको सुरुवातदेखि यहाँ विभिन्न भिडियोहरू क्याप्चर गरिराखेको थिएँ। यहाँ विभिन्न चरणका भिडियोहरू क्याप्चर गरिराखेका थिएँ। फ्लडलाइटदेखि प्याराफिटका धेरै भिडियोहरू क्याप्चर गरिराख्दाखेरि यतिको बन्छ ट्यु ग्राउन्डमा यो ग्राउन्ड यसरी बन्छ यो यति सुन्दर बन्छ यति उत्कृष्ट यति शानदार बन्छ भनेर मैले कल्पना पनि गर्न सकेको थिएन। तर हामी देख्न सक्छौँ यहाँको दृश्य निकै उत्कृष्ट निकै मनमोहक दृश्य हामी देख्न सक्छौँ भने अहिले यो ग्राउन्ड यो बिचबाट यो दृश्य तपाईँलाई देखाइराखेको छु। यहाँ देख्न सक्छौँ डोरी टाँगिएको छ। तपाईँले देख्न सक्नुहुन्छ यो सेतो डोरीहरू टाँगिएको छ र यहाँबाट देखिने दृश्य र यहाँ झन्डा पनि रहेको छ। फ्लडलाइट चेक गर्नुको लागि यहाँ झन्डाहरू पनि हामी देख्न सक्छौँ भने निकै शानदार देखिन्छ। ट्यु मैदान निकै शानदार देखिन्छ र भोलिदेखि सुरु हुने सेकेन्ड सिजनको एनपिएल हामी यो ग्राउन्डमा यो नयाँ बनेको प्याराफिटमा नयाँ बनेको फ्लडलाइटमा भव्य रूपमा हेर्नेछौँ। तपाईँले देख्न सक्नुहुन्छ यता क्यानका पारस पनि यता हुनुहुन्छ। उहाँको योगदान निकै रहेको छ। तपाईँले देखिराख्नु भएको छ उहाँको योगदान निकै उत्कृष्ट रहेको छ। दिनरात नमनिकन उहाँ खटिराख्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। मूल पानीको पनि छ र विभिन्न क्षेत्रमा सबै प्रदेशमा क्रिकेटलाई चाहिँ पहिलो प्राथमिकता दिएर क्रिकेट ग्राउन्डहरू चाहिँ बिस्तारै हामीले फेज वाइज चाहिँ हामीले सम्पन्न गर्दै अगाडि बढ्नेछौँ। सरकारको प्राथमिकता क्रिकेटमा रहनेछ। एउटा सम्बोधन गर्ने क्रममा अब प्रतिनिधिले भन्नु पनि भयो जिकर पनि गर्नुभयो अध्यक्षज्यू आफैले पनि पूर्व प्रधानमन्त्री केपी शर्मा निवर्तमान प्रधानमन्त्री भनौँ केपी शर्मा ओलीलाई उहाँले यो इनिसिएसन चाहिँ राम्रो गर्नुभयो है भनेर भन्नुभयो। तपाईँहरूले पनि यो सरकारले यस्तो गर्यो भनेर भन्न लागेको काम के गर्दै हुन्छ त्यो पाइपलाइनमा छ कि अहिलेको 6 महिनाभित्र हामी गरि नै रहेछौँ। तपाईँले देखिरहनु भएको हामी धेरै काम ऐतिहासिक 2 महिना भयो 2 महिना भयो हामी कहाँ आएको 2 महिनामा हामीले धेरै काम गरेका छौँ। अब देखिने काम अब हामीसँग
धेरै समय त छैन। अब हामीले देखिने कामहरू धेरै चाहिँ अगाडि बढाउँदै नेपालमा यो त्रिवी क्रिकेट मैदान जस्तै अरू खेल मैदानहरू बनाउने तत्कालीन कुनै योजना छ वा कुनै खालको तपाईँहरूले तयारी गर्दै हुनुहुन्छ? जस्तो यसको त थप्ने परियोजना, तपाईँहरूले गुरु परियोजना अगाडि बढाउनु, अरू कुनै छन् यस्तो? अहिले तत्कालको लागि हामी यसैको मास्टर प्लान सुरु गरेर यो 10 अरबको काम अगाडि बढाउनु क्याबिनेटले भनेको हामी सिजन 3 मा चाहिँ फुल फेजको यो ग्राउन्ड देख्न पाउँछौँ। त्यसपछि अरू क्रिकेट ग्राउन्डहरू पनि को लागि पनि हामी चाहिँ अगाडि बढ्छौँ। आगामी दिनमा क्रमिक रूपमा धेरै क्रिकेट ग्राउन्डहरू बन्छ। मूलपानी लामो समयदेखि अलि अलमल्लिया जस्तो छ, मूलपानीको विषयमा केही छ तपाईँहरूको? मूलपानीलाई पनि अगाडि बढाउनुपर्छ, किनभने त्यो मूलपानी पनि हाम्रो क्रिकेट ग्राउन्ड राम्रो क्रिकेट ग्राउन्ड छ, यो क्षेत्र एरिया पनि राम्रो छ, त्यसलाई अगाडि बढाउने। जस्तो कि हजुरलाई एउटा यही बिचमा मैले सोध्न खोजेको, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान त्यो चाहिँ जुन क्रिकेट मैदानलाई लिएर एक खालको अहिले पछिल्लो समय चर्चा चलिरहेछ, तपाईँको मन्त्रालय मार्फत पनि कहीँ न कहीँ त्यो जोडिन्छ, त्यसलाई कसरी हेरिरहेको छ तपाईँको मन्त्रालयले? त्यो क्रिकेट ग्राउन्ड जुन चितवनको भन्नु हजुर, चितवनको क्रिकेट ग्राउन्डलाई अगाडि बढाउनुपर्छ। त्यो एकदमै ठुलो छ, त्यो सेन्टरमा छ र हामीले त्यो क्रिकेट ग्राउन्डलाई अगाडि बढाउनको लागि स्थानीय निकाय सबैलाई एउटा सहमतिमा ल्याएर अगाडि बढाउनुपर्छ। नेपाल प्रिमियर लिग NPL दोस्रो सिजनको पहिलो दिन भोलि पुरा हुँदैछ। त्यसका लागि हामी सबैलाई बधाई छ र धन्यवाद दिन चाहन्छु नेपाल सरकारलाई। पूर्ववर्ती सरकार केपी ओली नेतृत्वको सरकार जसले एउटा यो प्रोजेक्टलाई ठुलो महत्त्व दिएर 10 महिनामा सम्पन्न गर्छु भनेको थियो। धन्यवाद दिन चाहन्छु म। र यदि उहाँले समय सीमा नतोकेको भए, 10 महिना नतोकेको भए, मलाई लाग्छ आज 15, 16, 18 महिना कति भयो होइन, महिनौ वर्ष लाग्ने थियो। हाम्रो सुझाव पनि थियो, नेपाल क्रिकेट सङ्घको सुझाव, खेलकुद परिषदको, खेलकुद मन्त्रालयको वर्तमान जनशक्ति र वर्तमान क्षमताले यस्तो ठुलो प्रोजेक्टहरू समयमा सम्पन्न हुन सक्दैन। स्वयं मैले तत्कालीन प्रधानमन्त्रीलाई भनेको थिएँ, हाम्रो सचिवजी लगायत हामीले, र शहरी विकास मन्त्रालय मार्फत जुन काम भयो त्यसका लागि म शहरी विकास मन्त्रालयलाई म धन्यवाद दिन चाहन्छु, उहाँलाई सम्मान गर्न चाहन्छु। र लगत्तै देशमा नयाँ राजनीतिक परिवर्तन पश्चात वर्तमान सरकारले यो काम त समयमै सम्पन्न भयो, कन्टिन्युटी भयो, र सेकेन्ड फेजका लागि जुन खालको एउटा अझै उत्साहित भएर क्रिकेट प्रेमीहरूलाई उत्साहित गर्ने किसिमले जुन खालको निर्णय गरेको छ त्यसका लागि पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। समयको माग, युवाहरूको माग, अहिले समग्र युवाहरूको माग नेपाली क्रिकेटप्रति आकर्षित छ र यसले एउटा सिक पनि आयो। सङ्घीय सरकारले मात्र यस्ता स्टेडियम बनाइदिने हो र? देशमा भनौँ न सङ्घीयता छ, 7वटा चाहिँ प्रादेशिक सरकार छन्, प्रदेश सरकार छ, उहाँहरूको पनि दायित्व र सबैले चाहिँ मलाई लाग्छ यस्तो खालको हरेक प्रदेशमा मिनिमम एउटा यस्तो फ्लड लाइट सहितको रङ्गशाला, 10,000 क्षमता, भनौँ न ठाउँ हेरेर सिटहरू व्यवस्थापन गर्यो भने, इच्छा शक्ति भयो भनेपछि सबै सम्भव छ भन्ने कुरा यो प्रोजेक्टले देखाएको छ। गर्न सकिन्छ, नेपालमा पनि सबै कुरा समयमा सम्पन्न गर्न सकिन्छ भने देखाएको हुनाले मलाई लाग्छ यो कार्यमा लाग्नुभएका सबैलाई मैले धन्यवाद दिएँ। पुनः म अहिले नयाँ सरकार, नयाँ मन्त्री, शहरी विकास मन्त्री र विभिन्न मन्त्रालयको उहाँलाई जिम्मेवारी छ, खेलकुद मन्त्रीज्यू पनि यहाँ आउँदै हुनुहुन्छ। मेरो आग्रह के हो भनेपछि यो मात्रै होइन, राष्ट्रिय गौरवका योजनाहरू खेलकुद मन्त्रालयले वर्षौँदेखि अलपत्र छन् होइन, यसलाई पनि कसरी हुन्छ सरकारले निर्णय गरेर, जहाँ भनौँ न स्टेडियमको माग छ, जहाँ आवश्यकता छ होइन, हामी नेपाल क्रिकेट सङ्घले प्रायोरिटीमा लेखेर दिन्छौँ कि फलानु ठाउँमा पहिलो नम्बर 1 कीर्तिपुर चाहियो, नम्बर 2 मूलपानी चाहियो, नम्बर 3 फला चाहियो, नम्बर 4। तर नेताहरूले के गरिदिनुहुन्छ भनेपछि आवश्यकता विराटनगरमा छ स्टेडियमको, उहाँहरूले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङमा हालिदिनुहुन्छ कि त्यो समयको माग होइन, युवाहरूको माग होइन। मैले अनुरोध गरेँ मन्त्रीज्यूलाई, यो एकदम सिरियस होइन, यो निर्वाचन क्षेत्रमा आफ्नो चाहिँ पहुँच बढाउनका लागि स्टेडियम, मैदान, खेल मैदान बनाउने होइन कि अहिलेको समयको माग, अहिलेको वर्तमान परिप्रेक्ष्यमा क्रिकेट सङ्घ, अब क्रिकेटको कुरा क्रिकेट म गर्छु, क्रिकेट सङ्घले प्रायोरिटीमा टोकेको पूर्वाधारहरूलाई चाहिँ प्रायोरिटीमा राखिदिनु होला।
म शुभकामना दिन चाहन्छु। सबैलाई पुनः बधाई दिन चाहन्छु। माननीय मन्त्रीज्यू र यस कार्यक्रमको अध्यक्षज्यू र समग्र शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र यो काम सफल गर्न सबै लाग्नुभएका सबैलाई धन्यवाद दिन चाहन्छु। बिदा हुन्छु। नमस्कार। पोलहरू मात्र ठडिएको छैन, नेपाली खेल प्रेमीहरूको सपना ठडिएको छ। आज यो रङ्गशालामा सिटहरू मात्र सजिएको छैन, हाम्रा सपनाहरू सजिएका छन् र हामी सबैलाई बधाई ज्ञापन गर्न चाहन्छौँ। यहाँसम्म आइपुग्दा खेलकुद पूर्वाधारहरूले प्राथमिकता अझै पनि सरकारको तर्फबाट जुन स्तरको प्राथमिकता हामीले पाउनुपर्ने थियो त्यो पाउन सकेको छैन। तर एउटा थालनी भएको छ, एउटा कामले सम्पन्नता प्राप्त गरेको छ र आज देशमा पहिलोचोटि आफ्नै लगानीमा फ्लड लाइट सेटको रङ्गशाला निर्माण भएको छ। मलाई विश्वास छ अँध्यारो युगलाई, सिङ्गो लोड सेडिङको युगलाई, त्यो समाजलाई, त्यो अवस्थालाई चिरेर लोड सेडिङ मुक्त गराउनु हुने तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक आज त्यही मन्त्रालयको नेतृत्व गरिराख्नु भएको छ र देशको पूर्वाधारहरूमा निर्माणमा जे खालको ढिला सुस्ती र खास गरिकन खेलकुद क्षेत्रको पूर्वाधारहरूले जसरी प्राथमिकता पाइराखेको थिएन, आज त्यो पूर्वाधार र त्यो विकास मन्त्रालयको पनि नेतृत्व तपाईँले गरिराख्नु भएको छ र आज तपाईँलाई सिङ्गो देशले एउटा उज्यालोको अभिनेताको रूपमा देखिरहँदाखेरि पक्कै खेलकुद क्षेत्रका पूर्वाधारहरूमा विकास र निर्माणको तीव्रता र यस्ता सुविधा सम्पन्न लाइटहरूको जडानको तीव्रता प्राप्त गर्नेछ भन्ने कुराको अपेक्षा गरिराखेको छ। पक्कै यो अपेक्षालाई पूर्णता गर्ने क्रममा यो रङ्गशालाको दोस्रो चरणको कामको निर्णय पनि भएको छ। पहिलो चरणको निर्णय गर्नुहुने तत्कालीन मन्त्री परिषद, दोस्रो चरणको निर्माणको निमित्त निर्णय गर्नुहुने अहिलेको मन्त्री परिषद, सबैप्रति म नेपाली खेल क्षेत्रको तर्फबाट हार्दिक आभार प्रकट गर्दै नेपालको एउटा प्रतिष्ठित प्रतियोगिता नेपाल प्रिमियर लिग, जसलाई नेपाल क्रिकेट सङ्घ र यसका फ्रेन्चाइज ओनरहरू, यसमा सहयात्रा गरिरहनु हुने सम्पूर्ण निजी क्षेत्र र यसलाई अझ सफलताको मुख्य कडीको रूपमा जोडिनु हुने सम्पूर्ण क्रिकेट फ्यानहरू, जसले आज पहिलो चरणको नेपाल क्रिकेट लिग पहिलो संस्करणको सम्पन्न गर्दै भोलिबाट दोस्रो संस्करणको सुरुवात हुँदैछ। यो हामी सबैको देशको तागतको रूपमा आज स्थापित भएको छ। आम नेपालीहरूलाई एकतामा जोड्ने एउटा प्रतिष्ठित प्रतियोगिताको रूपमा यो स्थापित भएको छ। त्यसैले यो दोस्रो संस्करणको प्रतियोगिताको पनि म भव्य सफलताको यो पूर्व सन्ध्यामा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र हामी अब विश्वकपमा 14 पछि 24 जसरी 10 वर्षमा खेलेको थियो, अब त्यो 10 वर्षमा होइन प्रत्येक 2 वर्षमा नेपालले विश्वकप खेल्नेछ भन्ने कुराको प्रमाण हाम्रो खेलाडीहरूले खेलेर दिलाएको छ। देशले थुप्रै खालका विश्वकपका चरणहरूमा नेपालले आयोजना गर्न सक्ने, सहकार्य गरेर आयोजना गर्न सक्ने सामर्थ्यका निमित्त पनि हामीलाई पूर्वाधारको आवश्यक छ। यस्ता नेपाल प्रिमियर लिग जस्ता महत्त्वपूर्ण प्रतियोगिता, प्रतिष्ठित प्रतियोगिता काठमाडौँको यो टियु मैदानमा मात्र होइन, देशको अन्य ग्राउन्डहरूमा पनि आयोजना गर्न सकिन्छ भन्ने कुराको निमित्त पनि हामीलाई थप पूर्वाधारहरू चाहिएको छ। यी सबै आवश्यकताको बिचमा हामीले हाम्रा आवश्यकताहरूलाई, हाम्रा सपनाहरूलाई हामीले आज खेलाडीहरूबाट खेलबाट जसरी मन जितेर विश्वकपमा निरन्तर रूपमा आफूलाई साबित गरेर, स्थान सुरक्षित गरेर हामी सबैलाई त्यो काम गर्न तर अग्रसर गरिराखेको छ। म तसर्थ सिङ्गो नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र आउने विश्वकपको निमित्त पनि उत्कृष्ट प्रदर्शनको निमित्त शुभकामना व्यक्त गर्दै यो आयोजना सम्पन्न गर्नका लागि, पहिलो चरणको सम्पन्न गर्नका लागि सम्पूर्ण रूपले लाग्नुहुने सबैप्रति म हार्दिक आभार प्रकट गर्दै बिदा हुन्छु। धन्यवाद। यस कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवज्यू, क्यानका अध्यक्ष एवं सम्पूर्ण पदाधिकारी साथीहरू,
उपस्थित पत्रकार साथीहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार। आज मलाई अत्यन्त खुसी लागेको छ यो क्रिकेट ग्राउन्डलाई उज्यालो हुने गरेर उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो मलाई अनुभूति भएको छ। यो विगतका सरकारहरूले सुरुवात गरेर आज हामीले यो उद्घाटन गर्न पाएका छौँ, ह्यान्डओभर गर्न पाएका छौँ र यो जुन पहिलो फेजको काम सम्पन्न भएको छ। म अस्ति पनि आएको थिएँ, यसलाई 2 महिना अगाडि नै हामी आएर यसलाई छिटो एनपिएल भन्दा अगाडि सम्पन्न गर्नको लागि के गर्नुपर्छ त्यो सम्पूर्ण कामहरू सम्पन्न गर्नको लागि हामीले कन्ट्र्याक्टरको साथीहरूलाई, प्रोजेक्टका साथीहरूलाई अनुरोध गरेका थियौँ र यो अलिकति टाइम बढी भए पनि नेपालमा छिटोभन्दा छिटो सम्पन्न भएको यो प्रोजेक्ट भएको छ र त्यसको लागि कन्ट्र्याक्टरका साथीहरू, कन्सल्टेन्टका साथीहरू र प्रोजेक्टका सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छु। चक्रवर्तीजीले अघि नै भनिसक्नु भएको छ, यसको पहिलो फेजको जुन काम हामीले सम्पन्न गऱ्यौँ त्यो सँगै दोस्रो फेजको लागि पनि वर्तमान सरकारले करिब 10 अरबको यो मास्टर प्लान स्वीकृत गरेर दोस्रो फेजको टेन्डर प्रक्रियामा अगाडि बढाउनको लागि क्याबिनेटबाट स्वीकृति दिइसकेको छ र आगामी 2 देखि 3 वर्षभित्र यो सम्पूर्ण काम सम्पन्न गर्ने गरेर हामी अगाडि बढ्दैछौँ। यो सम्पूर्ण क्रिकेट प्रेमी आम युवा साथीहरूको एउटा ढुकढुकी यो क्रिकेट ग्राउन्ड एउटा सम्पन्न एकदमै सबै पूर्वाधारले सम्पन्न क्रिकेट ग्राउन्ड बनाउने एउटा जुन सपना पुरा हुँदैछ त्यसको लागि हामी सबै क्रिकेट प्रेमी साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै यो क्रिकेट ग्राउन्डमा एनपिएल भोलिदेखि सुरु हुँदैछ, त्यसको लागि पनि सम्पूर्ण क्रिकेट प्रेमी साथीहरू र क्रिकेट खेलाडी साथीहरूलाई हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। नेपालमा नेपाली क्रिकेट खेलाडी 2 चोटि विश्वकप क्रिकेटमा छनौट भइसकेको छ। आगामी विश्वकपको लागि छनौट प्रक्रियाको लागि सरकारको तर्फबाट आवश्यक सम्पूर्ण आर्थिक सहयोग हामी उपलब्ध गराउनेछौँ भन्ने पनि प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गर्न चाहन्छु। यो क्रिकेट खेल नेपालको एकदमै गौरवको खेल, एकदमै प्रतिष्ठित खेल भएको छ। यो खेल मात्रै होइन, युवा शक्तिलाई र देशलाई एकताबद्ध गरेर एकतामा गाँच्ने एउटा खेलको रूपमा स्थापित भएको छ। साथै यो खेलले यदि हामीले देशभरि यो खेललाई खेलाउन सक्यौँ र राष्ट्रिय अन्तर्राष्ट्रिय खेल नेपालमा खेलाउने जुन वातावरण बन्दैछ त्यो बनिसकेपछि नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा पनि यो स्थापित हुन सक्छ। त्यो भएको हुनाले यो खेल मात्रै होइन, यो आर्थिक समृद्धिको पनि एउटा पाटो हुन सक्छ। आगामी दिन नेपालको उज्जवल भविष्य यो हाम्रो विभिन्न स्रोत साधन, विभिन्न सेक्टरको विकाससँगै
खेल पनि एउटा यस्तो आर्थिक स्रोत बन्नेछ त्यो क्रिकेटबाट। क्रिकेट नै हाम्रो नेपालको आर्थिक क्रान्तिको एउटा पक्ष हुनेछ भन्ने मलाई लाग्छ। मैले यति भन्दै यहाँहरू यति धेरै समयसम्म पत्रकार साथीहरू पनि धेरै समयसम्म यहाँ बसिराख्नु भएको छ। यहाँहरू सबैलाई एनपिएलको भोलिदेखि हुने जुन एनपिएल जुन खेलको शुभकामना व्यक्त गर्दै भोलि मलाई पनि निमन्त्रणा आएको छ।